म चाहिँ डुल्दै हिँड्दैछु, दिदी चाहिँ यसरी बाख्रालाई घाँस काट्दै हुनुहुन्छ। अचेल घाँसै नपाउने क्या यो जाडो महिनामा त। काठमाडौँको ठाउँमा, काठमाडौँ त के भन्नु, ललितपुरमा यस्तो छ हाम्रो पारा। एउटा बाख्रा पाल्नु पनि गाह्रो भयो। चुम्थो भाइ दिदी, चुम्थो है। आइसिएलको भोट पनि हुँदो रहेछ ललितपुरमा। ललितपुरको सुनाकोठीमा आइसिएल यस्तो हुँदो रहेछ। घाँस त छैन रहेछ है दिदी। के काट्ने हो र अब, घाँसै नभएपछि। हस्, म आउँछु, म आउँछु, म आउँछु, आउँछु, म आउँछु। ल साथीहरू हेर्नुहोस्, यस्तो छ यहाँको अवस्था। घाँस सास केही छैन, बाख्रालाई घाँस खोज्न हिँडेको केही पनि छैन, केही पनि छैन। यस्तो छ यहाँ हो। यस्तो छ, यस्तो यस्तो छ, ट्याक्क लाएर। दिदी कहाँ पुगिसक्यो घाँस काट्न। म चाहिँ यहाँ यसो डुल्दै बसेको छु। दिदीको साथीहरू एउटा बाख्राको आमा छोरी छ क्या, अनि एउटालाई पनि घाँसै पुऱ्याउन नसकिने क्या। अहिले त घाँसै छैन क्या। यस्तो सिलासाङ्लो ठुटा ठाटी खोज्दै हिँड्नु परेको छ घाँसै नभएर। यस्तो अवस्थामा म रुकी हाँसु घाँस नपाएर। म रुकी हाँसु यस्तो अवस्थामा। ओहो, मैले त साथीहरू गाउँमा मात्र देखाएको थिएँ, के अरे गाउँमा मात्र देखाएको थिएँ भन्नाले गाउँमा मात्र हुन्थ्यो क्या जङ्गलैभरि पानी अमला। पानी अमला कि भुइँ अमला के भन्छ हौ यता त। यतातिर चाहिँ गमलामा रोपेको देख्थेँ काठमाडौँमा चाहिँ, तर यहाँ पनि रहेछ यस्तरी, यति धेरै रहेछ यहाँ पनि। मैले त हाम्रो गाउँमा चाहिँ टन्नै हुन्थ्यो नि त, भित्ताभाटी घारीभरि जङ्गलभरि हुन्थ्यो नि त यस्तो। दिदी एको मार बोटो हरिमिरी ए सानो लप्सी सानो लप्सी ए ए ए ए ए पानी अमला दबाई हुन्छ दिदी?
होइन म त्यसै भनेको सुन्थेँ मैले यतातिर, त्यही भएर सोधेको। अङ्गुरको बोट जस्तै छ त त्यो त नि। ओइ चुप्पा लागा चुप्पा, घरको झुप्पा। यसरी चाहिँ काठमाडौँको ठाउँमा आएर कसले दुःख गर्नुहुन्छ भन्दाखेरि यहाँनिर हाम्रो दिदीले यसरी दुःख गर्नुहुन्छ क्या। बाख्रा पालेर घाँस नपाएर यसरी घाँस खोज्नुहुन्छ क्या। साह्रै मेहनती हुनुहुन्छ हाम्रो दिदी साथीहरू। यस्तो मेहनती मान्छे कहाँ पाउनुहुन्छ साथीहरू। घाँस काट्न खेताला चाहिएको छ भने साथीहरू सम्पर्क गर्नुहोस्। हाम्रो दिदीले यसरी काट्नुहुन्छ साथीहरू। चिसो लागेर जाडो हुँदैछ। कम मेहनत हुनुहुन्छ त दिदी, कम्ती मेहनत हुनुहुन्छ त। मेहनती डरो काट्नुहुन्छ घाँस चाहिँ साथीहरू यसरी। यस्तो जाडोमा जाडो पनि नभई हाम्रो दिदी चाहिँ यसरी घाँस काट्नुहुन्छ साथीहरू। तर म चाहिँ यसो दिदीको बोल्नाको साथी मात्र हिँडिरहेको छु साथीहरू। उभिएर बसिरहेको छु म चाहिँ यसरी। यस्तो हावा चलिरहेछ यहाँ, यस्तो हल्लिरहेछ रुख, यस्तो हावा चलिरहेछ, चिसो भएको छ। तर यस्तो चिसोमा पनि दिदी चाहिँ जहाँ गरिलो पुरै। अब हाम्रो गाउँमा चाहिँ बनमारा यतिखेर टन्नै पाउँछ साथीहरू। बनमारा काटिन्थ्यो बाख्रालाई गाउँतिर चाहिँ। यहाँ चाहिँ बाख्राले कतिको खान्छ थाहा छैन साथीहरू। दिदी त उकालो म चाहिँ कसरी जाउँ होला। म चाहिँ जान सक्छु के। यस्तो भइरहेको यस्तो।
के गरेको साथीहरू घाँसको पोका त यता पुग्यो साथीहरू आया हरे हरे नारायण 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 हरे हरे नारायण अब निस्किनु पर्ने कि साथीहरू अहो दिदी त कहाँ उकालो चढेको हो फेरि फेरि यता खिसी भई बिस्तार बिस्तार क्वाइ भएको मार होएको मार रवा होएको हो बिस्तारै 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 बचाऊ 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 छ छ Nah, kaya nga mo siya murala ni. मिठा मिठा बात छ यहाँ एकेला त मधुबाला छन् गए चाहिँ एक्ला बख्रिङ न सुरु रूपा गुए चाहिँ तास्तो न મને ग्यास चाहिँ सजिलो तुम चो लुज तास्तो न मेरी दिदीलाई आउन गाह्रो भयो साथीहरू त्यहाँबाट आयो जान त जस्तो गइहाल्नु भयो आउन चाहिँ गाह्रो भयो साथीहरू साँच्चै हिलाई माबा मार हिलाई छ है 10
माय गॉड ओए म मयो भने थाहा छैन जस गीत छ नि त गे चाहिँ धुम्बा म धुम्बा चाहिँ हो क्यामेरामा केही त देखाएको छैन साथीहरू केही देखाएको छैन साथीहरू केही पनि फेरि यता पनि घाँसिला सङ्लो यस्तो हो साथीहरू यता त है सबैले खालि के भन्छ अरे भैँसी बाख्रा पालेर क्या घाँसै एउटा पनि हुँदैन नि त होइन अनि छैन क्या घाँसै अचेल त अनि यता चाहिँ तल चाहिँ यस्तो छ साथीहरू म चाहिँ कहाँ देखिरहेको छु क्या घामले गर्दाखेरि केही देखाएको छैन क्या यस्तो छ यस्तो फापर सरेको रहेछ नि यहाँ तक्नुमा दिदी चाहिँ यसरी घाँस काटिसकेर फेरि दाउरा क्या भरे घाम के अरे ला घाम पो भनेछु आगो ताप्नलाई घामलाई हेर्दै बोलेको त घामै आइसक्यो मलाई ल भरे आगो ताप्नलाई के गर्नु साथीहरू अर्को ठाउँमा आएर कहाँ खोज्न जानु होइन यस्तै झिक्रा भए पनि भरे आगो ताप्न त हुन्छ आगो त ताप्नु पर्यो भरे यत्रो बढे मान कुकुर भुक्छ क्या हेउ 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 साथीहरू यस्तै छ गालाको धुम्बा मलाई भिडियो एडिट गर्न सिकाउनुहोस् क्या साथीहरू मलाई एडिट गर्नै आउँदैन दिदी फेरि यस्तो मेहनती छ कि घाँस काटिसकेर फेरि दाउरा काट्ने
दिदी चाहिँ यसरी दाउरा काट्दै हुनुहुन्छ क्या घाँस काटिसकेर फेरि घाँस दाउरा काट्ने फेरि घाँस झिक्रा भयो भरे आगो ताप्नुहुन्छ नि त साथीहरू त्यही भएर दिदीले चाहिँ झिक्रा सिक्रा सबै बोक्न आँटे क्या भरे आगो ताप्नलाई चिसो छ नि त कसले फापर छर्या हो यो मार्ने भयो अब फापर बारीमा खुदेर साथीहरू घाम यहाँनिर घाम बस्नु आँटिसक्यो रात पर्न आँट्यो क्या साथीहरू